नमस्कार साथीहरू, आजको यो विशेष ट्युटोरियलमा यहाँहरू सबैलाई स्वागत छ। हामी ब्याङ्कमा दिनहुँ काम गर्ने कर्मचारीहरूका लागि आजको विषय एकदमै महत्त्वपूर्ण छ। अब हाम्रो ब्याङ्किङ क्षेत्रमा धितो व्यवस्थापनको तरिका पूर्ण रूपमा परिवर्तन हुँदैछ र आज हामी त्यही नयाँ डिजिटल प्रणालीको बारेमा सिक्दैछौँ। आजको हाम्रो यो छोटो तर महत्त्वपूर्ण बसाइमा हामी मुख्य गरी चारवटा कुराहरू हेर्नेछौँ। पहिलो, यो डोल्माको नयाँ निर्देशन के हो? दोस्रो, हामी किन यो डिजिटल प्रणालीमा जाँदैछौँ? तेस्रो, यसको कार्यान्वयन कहिलेदेखि हुँदैछ? र अन्त्यमा हाम्रो दैनिक ब्याङ्किङ कामकाजमा यसले कस्तो प्रभाव पार्छ? ल, अब ढिला नगरी हाम्रो पहिलो विषयवस्तुतिर लागौँ। डोल्मा निर्देशन अर्थात् रोक्का फुकुवाको एउटा बिल्कुलै नयाँ युग। यहाँ देखाइएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, जसलाई हामी छोटकरीमा डोल्मा पनि भन्छौँ, त्यसको आधिकारिक सूचना एकपटक हेर्नुहोस् त। यसले एकदमै प्रश्न पारेको छ कि अब धितो रोक्का र फुकुवा गर्ने हाम्रो सम्पूर्ण काम अनिवार्य रूपमा अनलाइन प्रणालीबाटै गर्नुपर्नेछ। सुन्नुहोस् है, यो अब कुनै विकल्प मात्र रहेन, यो हामी सबैले पालना गर्नै पर्ने कडा नियम बनिसकेको छ। विशेष गरी हाम्रा ऋण अधिकृत र धितो व्यवस्थापन विभागमा काम गर्ने साथीहरूका लागि यो रोक्का फुकुवाको नयाँ डिजिटल परिभाषा बुझ्न एकदमै जरुरी छ। रोक्का फुकुवा भनेको त्यही पुरानै कुरा हो, धितो बन्दगी राख्ने र ऋण चुक्ता भएपछि फुकुवा गर्ने प्रक्रिया। तर फरक के छ भने अबदेखि यो पुरै काम विभागको निर्देशन अनुसार 100% डिजिटल प्लेटफर्मबाटै गर्नुपर्छ। अर्थात् ढड्डा र कागजपत्र बोकेर मालपोत धाउने दिन अब साँच्चीकै सकिँदैछन्। अब प्रश्न उठ्छ, आखिर किन यो डिजिटल प्रणालीमा जानु पर्यो त? यसको पछाडि नतिजामा आधारित सुशासनको ठूलो लक्ष्य लुकेको छ। यो नयाँ नियम ल्याउनु पछाडि सरकारका 3वटा मुख्य लक्ष्यहरू छन्। पहिलो, नतिजामा आधारित शासकीय प्रबन्ध, जसलाई डेलिभरी बेस्ड गभर्नेन्स पनि भनिन्छ। दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, बिचौलिया मुक्त सेवा। र तेस्रो भनेको सेवाग्राहीलाई एउटा निश्चित र पूर्वानुमान योग्य समयभित्रै सेवा दिनु। हाम्रो ब्याङ्किङ कार्यप्रवाहमा हुने अनावश्यक ढिलासुस्ती र मध्यस्थकर्ताको बाध्यात्मक उपस्थितिलाई सधैँका लागि अन्त्य गर्नु नै यसको मुख्य उद्देश्य हो। यो एउटा बनाइ हेर्नुहोस् त, फेसलेस र टाइम बाउन्ड, अर्थात् अनुहार रहित र समयबद्ध। यसले सरकारको अन्तिम दृष्टिकोणलाई एकदमै सटिक रूपमा प्रस्तुत गर्छ। यसको मतलब के हो भने अब फाइल कसले अगाडि बढाउँदैछ भन्ने कुराले कुनै अर्थ राख्दैन र हरेक काम तोकिएको समयभित्रै हुनैपर्छ। हामी सबै वित्तीय संस्थाहरूका लागि यो साँच्चै नै एउटा प्रभावकारी र स्ट्यान्डर्ड कार्यप्रणाली बन्नेवाला छ। पुरानो झन्झटिलो तरिका र यो नयाँ डिजिटल प्रणालीलाई एकपटक तुलना गरेर हेरौँ त। पहिलेको कुरा गर्दा मालपोत कार्यालयमा आफै पुग्नुपर्ने, बिचौलियाको भर पर्नुपर्ने अनि काम कहिले सकिन्छ भनेर कुनै टुङ्गै नहुने, कति दिक्क लाग्दो थियो होइन र? तर अब नयाँ कार्यप्रवाहमा हेर्नुहोस् त, सबै काम आफ्नै डेस्कबाट अनलाइन प्रणालीमा हुन्छ, समयमै काम सकिन्छ र अनुहार रहित प्रक्रिया हुने भएकाले हरेक चरण एकदमै पारदर्शी हुन्छ। हामी ब्याङ्कका कर्मचारीले पाउने राहत त झन् कति हो कति। त्यसो भए यो सब कहिलेदेखि लागू हुँदैछ त? हाम्रो तेस्रो खण्डमा कार्यान्वयनको समयरेखा र केही महत्त्वपूर्ण मितिहरूबारे चर्चा गरौँ। यो समयरेखा एकदमै कडा छ है साथीहरू। यसले हामीलाई ढिलाइ गर्ने कुनै पनि छुट दिएको छैन। आधिकारिक सूचना 2083 साल वैशाख 17 गते जारी भइसकेको छ। अनि सुन्नुहोस्, त्यसको लगत्तै वैशाख 21 गते अर्थात् मे 4, 2026 देखि अनुमति प्राप्त ब्याङ्क तथा वित्तीय संस्थाहरूका लागि यो प्रणाली सुरु भइहाल्नेछ। र सबैभन्दा महत्त्वपूर्ण मिति जेठ 1 गते अर्थात् मे 14, 2026। यो दिनदेखि त सबै क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरूका लागि यो प्रणाली पूर्ण रूपमा अनिवार्य नै हुनेछ। त्यसैले हामी सबैले जतिसक्दो चाँडो यो प्रणाली सिकेर अभ्यस्त हुनुको विकल्प छैन। अब लागौँ अन्तिम तर हाम्रो दैनिक कामकाजसँग सबैभन्दा बढी जोडिएको विषयतर्फ, बैंक सञ्चालनमा यसको प्रभाव र दैनिक कार्यप्रवाहमा आउने सहजता। धितो व्यवस्थापन विभागमा काम गर्ने साथीहरूका लागि यो साँच्चीकै नै एउटा ठूलो उत्सवको कुरा हो। अब हामी ब्याङ्कका कर्मचारीहरू फाइल बोकेर मालपोत कार्यालय धाइरहनु पर्ने छैन। धुलो र ट्राफिकमा फस्ने अनि मालपोतको लाइनमा दिनभरि समय खेर फाल्ने त्यो पुरानो झन्झटबाट अब पूर्ण रूपमा मुक्ति मिल्दैछ। सोच्नुहोस् त, त्यो बचेको समयलाई हामीले हाम्रो शाखाको अरू कति महत्त्वपूर्ण काममा लगाउन सक्छौँ। यो डिजिटल गतिको फाइदा हामीलाई मात्र होइन, सम्पूर्ण ब्याङ्किङ इकोसिस्टमलाई नै हुनेछ। पहिलो कुरा, हामीले सजिलैसँग अनलाइनबाटै रोक्का र फुकुवाको काम फत्ते गर्न सक्नेछौँ। दोस्रो, यो पारदर्शी प्रक्रियाले गर्दा ग्राहकको सम्पत्ति फुकुवा हुने काम पनि निकै छिटो हुनेछ।
र तेस्रो, यसले गर्दा उद्यमी र व्यवसायीहरूलाई आफ्नो वित्तीय प्रक्रिया अगाडि बढाउन एकदमै सजिलो हुनेछ। उहाँहरूले आफ्नो व्यवसाय दर्ता र अन्य कानुनी प्रक्रियाको थप जानकारीका लागि दर्ता नेपाल जस्ता स्रोतहरूसँग जोडिएर अझ बढी फाइदा लिन सक्नुहुनेछ। अन्त्यमा हामीले विचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो अपरेशनल अपग्रेड एउटा सफ्टवेयर परिवर्तन मात्र होइन। यसले नेपालमा उद्यमशीलता र व्यवसायको वृद्धिलाई कसरी नयाँ गति दिनेछ भनेर सोच्नुस् त। जब हाम्रा ग्राहकहरूले महिनौं कोर्नुपर्ने काम केही दिन वा घण्टामै अनलाइनबाटै सम्पन्न हुन्छ, तब देशको समग्र आर्थिक वृद्धिमा कति सकारात्मक प्रभाव पर्ला। पक्कै पनि यो एउटा ठूलो क्रान्ति हो। त्यसैले साथीहरू, यो नयाँ डिजिटल प्रणालीलाई राम्रोसँग सिकौं, दैनिक अभ्यास गरौं र ब्याङ्किङ क्षेत्रको यो ऐतिहासिक रूपान्तरणको एउटा बलियो हिस्सा बनौं।